आज हामी डेटिङ आएको dating ako for the first time in life in Dubai. आदकी केरा में गिर तेरा मेरा हेर्नु न सबैलाई थालिएको छ रुम हेर्नु न गाइज मेरो त लुगै छैन हेलो गाइज वेलकम टु माई एपिसोड 2 आज अनि आज चाहिँ सामानहरू मेरो मिलाउनु छ किनभने अर्कै रुम बुक्नु छ नि त अब कति धेरै सामान मिलाउनु छ कसरी मिलाउनु होला छुट्टीको दिनमा उठे पनि मेरो गुड मर्निङ चाहिँ भर्खर 12 बजे हुँदैछ राति 1-2 बजे सुतेको अनि म फोन हेरेर भर्खर उठे अब चाहिँ यहाँ सामानहरू मिलाउनु छ लुगाहरू पठाउनु छ नुहाइ धुवाइ गर्नु छ खानु छ के चाहिँ गर्नु क्या म हेर्नु सामानहरूको कस्तो हालत छ हेर्ने यस्तो छ हालत हेर्नु यस्तो यहाँ भोलि यस्तो लुगाहरू डन्मुने यो मेरो जुत्ताहरूलाई कसरी लानु धेरै प्रब्लम मलाई त्यहाँ छ गाइज ल अब चाहिँ यति भन्दै म चाहिँ लागे सामान प्याक गर्नेतिर हेर्नु न गाइज मेरो त लुगै छैन अब के यसरी प्याक गर्ने लुगै छैन भन्छु लाउने बेलामा एउटा हुँदैन तर हेर्नु प्याक गर्ने बेलामा यहाँ यति चाहिँ यो त भयो ल ठिक छ हेर्नुहोस् यहाँ पनि छ अझै पनि छ यति धेरै लुगै छैन गाइज मसँग हेर्नु न के गर्ने होला हातै दुख्यो बोक्नै नसक्दाखेरि कता राख्ने अझै मेन प्रब्लम भनेको मेरो यो प्यारो मित्रहरू छ क्या यता माथि लुगा त अब जसो तसो हुन्छ जसरी पनि मिलाउनु अब पालो आयो जुत्ताको कसरी मिलाउनु क्या जुत्ताहरू चाहिँ हेर्नुहोस् नदेखाएको चाहिँ होइन ल अब यसलाई कहाँ राख्ने यसलाई कहाँ राख्ने सबै हेरिरहेस् माया लाग्दा अब यो स्यान्डलहरूलाई कहाँ राख्ने फेरि आउँदैछ अर्को ब्याग कहाँ राख्नु होला म त कहाँ राख्नु के गाइज कसरी लानु मलाई त टेन्सन भइसक्यो टेन्सन गाह्रो छ यहाँ छ अर्कै चप्पलहरू छ अर्कै हेर्नु न सबैलाई थालिएको छ रुम यस्तो सानो छ नि त अब यो गाडीमा लानुपर्ने हो जुत्ताहरू चाहिँ यत्तिकै लाने मलाई जुत्ताको बाहिर खोलै फ्याल्नु माया लाग्छ क्या खोल झन् माया लाग्छ जुत्ता त त्यस्तै हो गाह्रो छ ल थालिङ्ग भएर हेर्नु फोहोरहरू अब यो फ्याल्ने कुराहरू के गर्नु गाह्रो छ नि गाह्रो यहाँ हेर्नु मेरो यस्तो रुम बाई बाई भन्ने बेला आयो यस्तो राम्रो छ मेरो रुम के गर्नु भोक लागिसक्यो मलाई त्यही पनि म मेरो काममा जारी छु अब एक्जाम्स पनि हेर्नु यस्तो फोहोर चाहिँ रुम अब लुगाहरू आइरन लाउनु छ खाना पनि खाइसकेँ अब लुगा आइरन लाउनु छ अनि आइरन लगाएपछि चाहिँ त्यही हो नुहाइ धुवाइ गरेर त्यही हो अब चाहिँ डे टु डे जानु छ डे टु गएर पर्दा किन्नुपर्ने छ अनि पार्क जाउँ भनेको कति सिरिजको फुल फुलेको छ जस्तो लागिरहेछ क्या मलाई अनि जहिले बाटोमा देखिरहेको हुन्छु अनि 2 महिना भइसक्यो पार्क जाउँ भनेको आज चाहिँ जान्छ अब लेट्स सी के गर्छु है त म अनुहार पनि कस्तो तर्सिन डरै लाग्दो यहाँ फिल्टर बिना गर्न ओ माई गड सबै हुन्छ नि दागै दाग कालो अनुहारमा पनि दागै दाग हेर्नु न अनि मैले चाहिँ सिनबाट लुगा मगाएको थियो आइसक्यो अब ओपनिङ अब चाहिँ करेन्ट र पास्ता खाएर जाने हो छिटो ए लाटो
तर गर्मी भयो गर्मीले पसिना गर्मी भएको छैन त्यो पनि अहिले 7 आउँदा पनि गर्मी भएर छ दिउँसो त झन् कस्तो हुन्छ हावा पनि चल्दैछ त्यो पनि राम्रो कुरा हो खै यहाँ आऊ मेरो ब्लगमा वेलकम टु माई ब्लग कस्तो छ यस्तोमा होइन बालबै बालबा पुग्यौँ अब हाम्रो डेस्टिनेसनमा हामी पुग्यौँ यहाँ पार्कमा बल्ल बल्ल 2 महिनापछि आएको जम मान्दैन भनेर पसिना Happy we come to Dubai but not everyone come to Dubai यस्तो गर्मी यार कपाल पनि हावाले उडाएर धन्दा हावा चाहिँ अलि शीतल चल्छ है र यहाँ चाहिँ केही बनिँदै रहेछ एकदमै ठुलो त हामी जाँदैछौँ सबै उत्योले भरेको छ नि तर यहाँ त उत्यो बाफले भरिरहेछ क्या गर्मी धेरै भएर है खै मेरो अनुहार आएको छ हेर त राम्रो आएको छ 0.5 खासमा म चाहिँ यहाँ सिरिस फुलेको हेर्न आएको क्या भन्दै पर्दा सिरिस बाटोभरि फुलेको देखेर अस्तिदेखि अम्म भनेको नमानेर किन हाँसेको म भ्लगर हो कहिले जाऊ सबै यहाँ खेल्न पाउँछ टक्क सिरिस म चाहिँ सिरिस फुलेको हेर्नु आएको जाऊ अगाडि मेरो ब्लगमा म तिमीलाई देखाउँछु कस्तो दाम भ्यू आएको है मलाई चाहिँ यो हेर्नु मन थियो क्या भन्नै पर्दा अरू भन्दा पनि की कैद में गिरफ्तार हो गया बेवजह नहीं मिलना तेरा मेरा यता हेर र क्यामेराम्यान यहाँ चाहिँ यसरी ढल्की ढल्की खिच्दै जान्छ खिच्देऊ राम्रो देखिँदो रहेछ कपाल चाहिँ हावाले उडाएर क्या उपर भयो क्या भ्यू चाहिँ राम्रो आउने रहेछ क्या शीतल पनि अनि भ्यू चाहिँ दामी छ क्या जो सिरिस फुल मलाई शङ्का लागिरहेको थियो क्या सिरिस फुल्छ भनेर फुलि नै रहेको रहेछ अनि यहाँ वाउ उत्यो 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 होइन हाँसहरू होइन सबै सबै हाँसको बच्चाहरू परेको थियो ओहो सबै हाँसको बच्चाहरू वाउ वाउ कति धेरै हाँसको बच्चा कति राम्रो देखेको हाँसको बच्चा कपाल ठाडो गर्दैछ अब हाम्रो ब्लगको इन्टिङ हुनु टाइम छ हेर्नु कति राम्रो जुन आइसक्यो यहाँ टक्क जुन आउँदैछ अनि टक्क
टक्क यहाँ घाम डुब्दैछ अनि टक्क पानीको अगाडि यता यहाँ हाँसहरू यो लाइन लागिरहेछ हैन यो चाहिँ हाँसहरू हो अनि त्यसपछि हावा पनि सर सराएर क्या शीतल भएर छ नि यहाँ फुलहरू पनि दामी छ वाउ 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 अनि मेरो ब्याग देख्नु पर्ने हंसता रहा बातों में तेरी हंसता रहा आज हामी डेटिङ आएको I'm dating Ako for the first time in life in Dubai. लजाउन अलिअलि यसो डेटिङ आउँदा त यस्तो पनि लजाइन्छ अब यति भन्दै आजको ब्लग यहीँ हुन्छ बाबाई सबैजना राम्रो रहनु खुसी रहनु सुखी रहनु